म्याजिक नम्बर भन्दै 32 नम्बर चाहिँ निर्णायक नम्बर भनेर चाहिँ हौसिएका, तर चाहिँ दुईवटा प्रमुख पार्टी मिलिसकेपछि अवसरबाट वञ्चित भएकाहरू चाहिँ नेकपा एमालेको नेतृत्वका विरुद्धमा नियोजित ढङ्गले परिचालित छन् भन्ने कुरा गरेका थियौँ। र चौथो शक्तिका रूपमा कथित स्वतन्त्र पार्टी र स्वतन्त्रका नाममा सामाजिक अराजकताका वाहक बनिरहेकाहरू नै नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा छन्। किनकि पपुलिजम समस्याको समाधान होइन भनेर वैचारिक रूपमा प्रतिवाद गर्ने पार्टीका रूपमा नेकपा एमाले भएका कारणले उनीहरू नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्ध लक्षित छन् भन्ने कुरा गरेका थियौँ। र मलाई लाग्छ जेनजी युवाका नाममा सञ्चालित आन्दोलनमा प्रोभोकेसन गर्ने र त्यसलाई हिंसात्मक र ध्वंसात्मक रूप दिने कुरामा तिनै चार शक्तिहरूको प्रयोग भएको हामीले महसुस गरेका छौँ। त्यस अर्थमा चाहिँ कतिपयले भन्ने गर्नुहुन्छ होइन बाहिरबाट मान्छे आतो होइन, देशभित्रकै मान्छे हुन्। देशभित्रका मान्छे यी चार प्रवृत्तिका मान्छेहरू त्यसमा संलग्न भए। त्यस अर्थमा नेपालको इतिहासमा अत्यन्त दुःखद र असाधारण क्षति पुर्याउने घटना भयो भन्ने मन लाग्दछ। दुई दिनको आन्दोलनमा जहाँ नेता को हो भन्ने कुराको ठेगान पनि छैन। अहिले प्रधानमन्त्री स्वयं आफै भन्दै हुनुहुन्छ जेनजीका नाममा को नेता मैले पनि बुझ्दिनँ भनेर प्रधानमन्त्री आफै भन्दै हुनुहुन्छ। तर जेनजीका नाममा बनेको सरकार रिकन्सिलिएसनको सिद्धान्तका विपरीत एक्लै अगाडि बढ्न खोजिरहेको छ। यो नेपाली परम्परा विपरीत छ भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ। वास्तवमा हामी हाम्रो परम्परालाई अस्वीकार गरेर अगाडि बढ्न सक्दछौँ भने त्यो चाहिँ सफल हुन कठिन हुन्छ। नेपालको इतिहासमा जति पनि अन्तरिम सरकार भएका छन् प्राय सबै अन्तरिम सरकारहरू सफल भएका छन्। अहिलेको अन्तरिम सरकार सफल हुने दिशातर्फ अगाडि बढेको अनुभूति हामीलाई भएको छैन। किनकि उसले रिकन्सिलिएसनको सिद्धान्त अन्तर्गत आफूलाई प्रस्तुत गरेकै छैन। सरकार र प्रतिनिधि सभा विघटनका विपक्षमा मुद्दाहरू परेका छन्। त्यहाँ छलफलको प्रक्रिया जारी छ। हामी के ठान्दछौँ भन्दाखेरि सर्वोच्च अदालतका विगतका नजिरका आधारमा कतिसम्म भन्दाखेरि जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारले विघटन गर्दाखेरि पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनताले चिन्दै नचिनेको, प्रतिनिधि सभाले नचिनेको, संविधानले नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भन्ने हामी ठान्दैनौँ। त्यस अर्थमा यो सरकार सबभन्दा पहिले त संवैधानिक परीक्षणबाट उत्रेपछि मात्रै अन्य कार्यभारहरू पुरा गर्न सक्दछ। संवैधानिक परीक्षणमा यो सरकार खरो साबित हुन सम्भव छैन भन्ने हाम्रो पार्टीको मान्यता रहेको कुरा म तपाईँहरूका बिचमा राख्न चाहन्छु। अर्कोतर्फ कार्यदेश अन्तर्गत यो सरकार सफल हुनका लागि गर्नुपर्ने काम यसले गरेका छ कि छैन भन्ने प्रश्न महत्त्वपूर्ण प्रश्न हो। कार्यदेश अन्तर्गतको कुराकानी गर्नुहुन्छ भने 6 महिनाभित्र निर्वाचन गर्नका लागि सबभन्दा पहिलो शर्त के हो त भन्दाखेरि लोकतान्त्रिक राजनीतिक वातावरण निर्माण गर्ने कुरा। राजनीतिक दलहरूले निर्वाध ढङ्गले गतिविधि गर्न पाउने अधिकारको सुनिश्चितता कुनै पनि निर्वाचनका लागि अपरिहार्य विषय हो। यो विषयलाई आधार बनाएर विश्लेषण गर्ने हो भने अहिलेको सरकारले त्यो वातावरण प्रदान गर्न सकेका छ कि छैन भन्दाखेरि गर्न सकेका छैन। भर्खर त राजनीतिक दलसँग संवाद गर्न खोज्दैछ भनेपछि त्यो वातावरणको सुनिश्चितता त हुन सकेका छैन। र हामी हाम्रो पार्टीका तर्फबाट अहिले जुन प्रकारले एउटा भाष्य निर्माण गर्न खोजिएको छ, जनता चाहिँ प्रमुख दलहरूबाट अलग भइसके भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ त्यो गलत हो भन्ने कुरा साबित गर्ने हिसाबले 22 गते हामी देशैभरि सबै वडाहरूमा एकसाथ वडा स्तरीय जनसभाहरू आयोजना गर्दैछौँ, जनभेलाहरू आयोजना गर्दैछौँ। 25 गते हामी पालिकामा जनर्यालीहरू आयोजना गर्दैछौँ। 29 गते हामी जिल्लामा जनसभा आयोजना गर्दैछौँ। काठमाडौँ उपत्यकाको हकमा हामी 6 गते उपत्यका स्तरीय र्याली तथा सभाको आयोजना गर्दैछौँ। र म तपाईँहरू सबैलाई सुनाउन चाहन्छु 27 गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठुलो जनसभा हामी काठमाडौँमा आयोजना गर्दैछौँ। एमालेबाट अलग भएका साथीहरूका सन्दर्भका बारेमा हामीले केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौँ। आफ्नो घर फर्किनका लागि चाहिँ कुनै एकता गरिरहनु पर्दैन। घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दाखेरि चाहिँ अनुमति लिनुपर्छ।
अनुमति लिनु पर्दैन। आउनुहोस्, आफ्नो योग्यता र क्षमताका आधारमा पार्टीले तपाईँहरूलाई यथोचित जिम्मेवारी प्रदान गर्दछ। तर शर्त एउटै छ, नीति र नेतृत्वका प्रश्नमा चाहिँ सहमति भएर आउनुहोस्। त्यसमा बहस विवाद गर्नका लागि आउने कुरामा पार्टीको सहमति हुन सक्दैन।